सम्पन्न हुन गइरहेको दोस्रो साधारण सभाको सभाध्यक्ष निर्णय भएको आदरणीय अध्यक्ष संस्थाका अध्यक्ष प्रेम कुमार श्रेष्ठ सर, यसै गरी मञ्चमा विशेष अतिथिको रूपमा उपस्थित हुनुहुने हाम्रो गोर्खा सेवा समाजको मित्र संस्थाहरू, सुलीकोट एकता स्वार एकता समाजका आदरणीय अध्यक्ष ज्ञानबहादुर श्रेष्ठज्यू, त्यसै गरी संविधाताको युवा समाजका अध्यक्ष ज्ञानेन्द्र सर, त्यसै गरी माफ गर्नु होला, आजको कार्यक्रमको प्रमुख अतिथि सामाजिक व्यक्तित्व आदरणीय अशोक श्रेष्ठ सर, त्यसै गरी मञ्चमा आसीन अतिथिज्यूहरू, साथै यहाँ जुन हलमा उपस्थित हुनुभएको छ आजको यो साधारण सभाको विशेष व्यक्तित्व पनि हुनुहुन्छ। यहाँहरूको उपस्थितिले आजको सभा विशेष रहेको छ। धेरै गण्य व्यक्तित्वहरू, मान्य व्यक्तित्वहरू चिरप्रसिद्ध अनुहार देखिरहेको छु। म गोर्खा सेवा समाजको उपाध्यक्षको नाताले तथा मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णमा यो नमस्कार व्यक्त गर्न चाहन्छु, अभिवादन व्यक्त गर्न चाहन्छु। र सर्वप्रथम म आजको यो साधारण सभामा हामीलाई निमन्त्रणा गर्नुभएर यो प्लेटफर्म अथवा यो बोल्ने अवसर पनि दिनुभएको छ। म संस्थालाई एकदम आभार पनि व्यक्त गर्न चाहन्छु, संस्थाबाट मार्फत र मेरो व्यक्तिगत तर्फबाट। अघि नै धेरै कुराहरू हाम्रो पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ। वास्तवमा बारपाक सुलीकोट गाउँपालिका हाम्रो जन्मस्थल हो, तर पहिला हामी गाविसको रूपमा थियौँ। आफ्नो गाविस थियो। पहिला हाम्रो सोचाइहरू पनि अलिकति गाविस केन्द्रित नै थियो। तर पछिल्लो समय 2074 पछाडि हामी बारपाक सुलीकोटवासी एउटै मन एउटै भूगोलको रूपमा हामी एकताबद्ध भइरहेका छौँ। त्यो हिसाबले पनि आज यो कार्यक्रम स्वरपानीको मात्र होइन, यो हामी सबैको कार्यक्रम भन्ने हामीलाई पनि लागिरहेको छ। यहाँलाई पनि यो कार्यक्रममा जोडिन पाउँदा खुसी पनि व्यक्त गर्न चाहन्छु। अघि नै भन्नुभएको थियो, वास्तवमा स्वरपानी समाज भूगोलको हिसाबले एउटा हामीले हाम्रो लागि जुन इलाका हुँदै गर्दा प्रेरणाको ठाउँ पनि थियो। हामी ताकुकोटवासीको निम्ति अथवा ताकुवासीको निम्ति यहाँहरूमा हामी विभिन्न क्षेत्रहरूमा एकदम गण्य व्यक्तित्वहरू हुनुहुन्थ्यो। तर संस्थाको हिसाबले हामी काठमाडौँमा आएर संस्थागत हुने क्रममा विभिन्न संस्थाहरू त बने जस्तो लाग्छ, तर संस्थागत रूपमा चाहिँ अलि अगाडि अघि नै भन्नुभयो जस्तै हाम्रो ज्ञानबहादुरजी अहिले अध्यक्ष हुनुभएको सुलीकोट एकता समाज चाहिँ संस्थाको रूपमा चाहिँ अलि अगाडि दर्ता भएको हामीले पायौँ। उहाँहरूले चाहिँ अलि अगाडि अघि नै भन्नुभएको थियो, थोरै बिचमा डिस्टर्बेन्सहरू फिल गर्नुभयो उहाँहरूले। तर जो ज्ञानबहादुर सर आइसक्नु भएपछि संस्थाले एउटा उचाइ प्राप्त गरेको छ। त्यसपछि 2071 सालमा नै हाम्रो संविधाताको युवा समाज चाहिँ हाम्रो भूकम्पभन्दा अगाडि नै स्वरपानी र ताकुकोट र लाक्ली बोर्डलाई सङ्गठित गर्ने हिसाबले उहाँले संस्था दर्ता गर्नुभएको छ। त्यो संस्था पनि निकै अगाडि सङ्गठित रूपमा अगाडि बढिरहनु भएको छ। त्यसपछि 2072 सालको भूकम्प पछाडि चाहिँ ताकुकोटको वासी, त्यो बेलाको ताकुकोट गाविसको वासीहरू एकचोटि गाउँमा त्यो भूकम्पकै विशेष गरी त्यो बेला चाहिँ भूकम्पको राहतको निम्ति, उद्धारको निम्ति र त्यसको पुनर्निर्माणको लागि भनेर गठन गरेका थियौँ। त्यसपछि हामी निरन्तर रूपमा झन्डै आज 10 वर्ष पुरा गरेका छौँ। र सँगसँगै विशेष गरी भूगोल त्यहाँको नेतृत्वकर्ताको अभावले गर्दा हुनसक्छ स्वरपानीमा चाहिँ विभिन्न अनौपचारिक सङ्घ संस्थाहरू सङ्गठनहरू थियो। तर सङ्गठित रूपमा चाहिँ झन्डै 2 वर्ष अगाडि प्रेम कुमार सरको जुन अध्यक्षतामा संस्थापक अध्यक्ष रहेर जुन संस्था गठन भएको छ त्यो हाम्रो लागि पनि खुसी हो। यहाँहरू जुन सङ्गठित हुनुभएको छ र यहाँले जुन अघि नै साथीहरूले पनि भनिसक्नु भएको थियो, जुन एउटा खालको ठुलो भूगोल, ठुलो भौतिक जमात काठमाडौँमा हुनुहुन्छ, ठुलो सर्कल हुनुहुन्छ, ठुलो हरेक चिजबाट यहाँहरू सम्पन्न हुनुहुन्छ। तर संस्थालाई चाहिँ अगाडि लैजाने च्यालेन्ज चाहिँ फेरि अघि नै भने जस्तै हामी पछाडिको हुँदै गर्दा पनि अझ हाम्रो तल्लो बेड हुँदै गर्दा पनि हामी संस्थागत रूपले चाहिँ अलिकति अगाडि स्थापना भएको भएर केही कुराहरू हामीले अलिकति धेरै सिक्यौँ जस्तो लाग्छ। अलिकति धेरै गरे भएर हजुरलाई चाहिँ अलि हाम्रो संस्था चाहिँ पुरानो अझ पछाडिको हो कि भन्ने लाग्छ। तर यहाँको जुन पोटेन्सियल छ त्यो भूगोलको, त्यो क्षेत्रको हरेक हामीले हेर्दाखेरि हरेक क्षेत्रबाट स्वरपानी निकै उन्नत छ जस्तो लाग्छ। त्यो हिसाबले पनि यहाँहरूको संस्था छिटो नै 2 वर्ष समय आइसक्नु भएको छ। आगामी दिनहरूमा अझ धेरै कार्यक्रमहरू, अझ धेरै व्यक्तित्वहरू यहाँसम्म जोडुनु हुनेछ। यहाँहरूको सक्रियता, विभिन्न व्यक्तित्वहरूको सक्रियताले यो संस्था अझ उज्जवल भविष्यतर्फ अगाडि बढ्नेछ भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र यो
आगामी दिनमा यहाँको जुन युवा पुस्ताहरू पछिल्लो चरण जुन सङ्घीयता आइसकेपछि 2074 सालपछि स्थानीय सरकार बनिसकेपछि स्थानीय सरकारमा बजेटहरू गयो अनि हाम्रा बजेटहरूभन्दा हाम्रा सङ्कलन गरेका पैसाहरूभन्दा त्यहाँका बजेटहरू ठुल्ठुला हुने भयो। त्यसमा बरु हामीले फेसिलिटेसन गर्न थाल्यौँ। हामीले आफैले चन्दाहरू सङ्कलन गरेर कार्यक्रमहरू चाहिँ बरु काठमाडौँ केन्द्रित अलिक धेरै गऱ्यौँ। काठमाडौँमा चाहिँ सङ्गठित गर्नु थियो, हाम्रा व्यक्तिहरूलाई हाम्रा मनहरूलाई जोड्नु थियो। त्यसै कारण गर्दा हामी झन्डै आज 10 वर्षसम्म आइपुग्दै गर्दा ताकुकोट र अहिले चाहिँ समग्र बागबाग सुलीकोट पनि भएका छौँ। झन्डै 400 जना आजीवन सदस्यहरू हाम्रो गोर्खा ताबोट सेवा समाजमा आबद्ध गर्न सफल भएका छौँ। यो च्यालेन्जको हिसाबले पनि हामीले काठमाडौँलाई अलिकति केन्द्रित गर्न थाल्यौँ पछिल्लो समय गाउँमा, किनभने गाउँका विकास निर्माण कार्यक्रमहरूमा चाहिँ स्थानीय सरकारहरूसँग सहजीकरण गऱ्यौँ। हाम्रा बजेटहरूलाई चाहिँ गाउँमा चाहिँ अलिकति कम केन्द्रित गऱ्यौँ र काठमाडौँमा विभिन्न कार्यक्रमहरू आयोजना गऱ्यौँ। हाम्रा सांस्कृतिक कार्यक्रमहरू, फुटसल कार्यक्रमहरू, विद्यार्थीका चिजहरूलाई चाहिँ अलिकति किनभने जोड्नका हिसाबले पनि म यहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु। हामी आफ्नो घर बलियो बनायौँ भने, हामी सबैजना जोडियौँ भने हामीले गरेका हरेक कार्यक्रमहरू चाहिँ हाम्रो कार्यक्रम भन्ने हरेक आजीवन सदस्यले अनुभव गर्नुभयो भने हामीलाई जो सञ्चालक जुन कार्यशक्तिमा बस्ने टिम छ त्यसलाई पनि सजिलो हुन्छ, उहाँहरूलाई अगाडि बढाउन पनि सजिलो हुन्छ। किनभने हामी भूगोलको हिसाबले झन्डै हाम्रो 400 जना हामी जोडिएका छौँ। त्यसै गरी समृद्ध ताकुमा पनि हाम्रै 250 300 हाराहारी समृद्ध ताकु युवा समाजमा जोडिसक्नु भएको छ। त्यस्तै हाराहारीमा स्वाराई सुलीकोट एकता समाजमा पनि जोडिसक्नु भएको छ भने हजुरहरू दोस्रो वर्ष आइपुग्दै गर्दा अघि डेटा अनुसारको झन्डै 80 जना जोडिसक्नु भएको छ। एक हिसाबले चाहिँ हजुरहरूको मैले सोधे पनि गरेँ, हजुरहरूको यो आजीवन सदस्य चाहिँ फी चाहिँ हामीले अलिक थोरै राखेको थियो। हाम्रो 3वटै संस्थाको चाहिँ आजीवन सदस्य भनेको छौँ, तर फी चाहिँ हाम्रो 2500 छ। हाम्रो सुलीकोट स्वाराई एकता समाजको झन्डै 2500 हाराहारी नै छ। त्यसपछि हाम्रो समृद्ध ताकु युवा समाजको 1000 रुपियाँ। त्यसले गर्दा हामीलाई अलिकति आजीवन सदस्य बढाउन सहयोग भयो होला भनेको हामी अलि लो लेभलको अथवा जो आम्दानीको हिसाबले पनि थोरै भएकोहरूलाई पनि जोड्न सक्यौँ जस्तो लाग्छ। त्यस हिसाबले यहाँले पनि कुनै त्यस्तो बनाइदिनु भयो भने धेरै मान्छेहरू जोडिन सक्नु पनि हुनेछ। त्यो हिसाबले पनि म आग्रह गर्न चाहन्छु। र अघि नै भने जस्तै अब यो हिसाबले हामीले फेरि यो कार्यक्रम गर्दै गर्दाखेरि यो हाम्रो गोर्खा ताबोट सेवा यहाँ आइपुग्नको निम्ति हामी मात्रै एक्लो छैनौँ। अघि नै साथीहरूले पनि भनिसक्नु भएको छ, हाम्रो हरेक कार्यक्रममा समृद्ध ताकु सेवा समाज उपस्थित हुनु नै भएको छ। त्यसै गरी सुलीकोट स्वाराई एकता समाज उपस्थित हुनुभएको छ, त्यसै गरी सौरपानी समाज उपस्थित हुनुभएको छ। त्यसले गर्दा हामी अलिकति सफल भएको जस्तो देखिरहेको छौँ। यहाँहरूको हरेक कार्यक्रमहरूमा पनि हामीलाई आग्रह गर्नुभयो भने हामी हाम्रो बलबुताले भएसम्मको सहयोग सहकार्य गर्न तत्पर पनि छौँ। हामी सहकारी गर्दै जानेछौँ, यहाँहरूसँग जोडिँदै जानेछौँ। र गोर्खा ताबोट सेवा समाज चाहिँ हामीले पछिल्लो समय संहिता भइसकेपछि सँग झन्डै 50 जना भन्दा बढी बागबाग हाम्रो ताकुकोटभन्दा बाहिरको पनि जोडिनु भएको छ। तर हामी विशेष गरी पछिल्लो चरणमा चाहिँ नाम चेन्ज गराउन सकिसकेपछि हाम्रो कार्यक्षेत्र बागबाग सुलीकोट स्तरीय हुनेछ। हामी सबैलाई जोड्नेछौँ, तर हाम्रो फोकस एरिया चाहिँ हामीले काम गर्ने अझ धेरै बोन्डिङ गर्ने कुरा चाहिँ आफ्नै वडामा सम्बन्धित केन्द्रित भयो भने सजिलो हुन्छ होला भन्ने हिसाबले सहकारी चाहिँ गरौँ संस्थागत रूपमा। जस्तै ताकुसँग समृद्धता लाकुलुबोटसँग गर्नु पऱ्यो, समृद्ध ताकु स्वारासँग गर्नु पऱ्यो भने स्वारा एकता समाज, त्यसै गरी सौरपानीसँग गर्नु पऱ्यो भने हाम्रो सौरपानी समाज, त्यसै गरी हाम्रो देउराली र पन्ध्रको साथीहरूसँग पनि छलफल भइरहेको छ। उहाँहरूले पनि एउटा यस्तो वडा स्तरीय सङ्गठन एउटा सामाजिक संस्था दर्ता गर्ने कि भन्ने उहाँहरूको पनि छलफलको चरणमा छ। त्यो भयो भने हामी गर्को बिचमा, किनभने अलिक संस्था ठुलो हुँदाखेरि चाहिँ अपनत्व अलिक कम हुने हो कि भन्ने हाम्रो चाहिँ अनुभव भयो। त्यसले गर्दा हामी अलिकति ताकुकोटमै केन्द्रित पनि छौँ, आबद्धता हुन सक्छौँ सबैजना, तर केन्द्रित चाहिँ त्यहाँ हुने भएर सौरपानी समाजले जुन वडा स्तरीय केन्द्रित भएर कार्यक्रम संस्था दर्ता गर्नुभएको छ। धेरैभन्दा धेरै म त चाहन्छु कि अर्को तेस्रो साधारण सभामा यति धेरै विज्ञ व्यक्तित्वहरू, यति धेरै भौतिक व्यक्तित्वहरू, यति धेरै तार्किक व्यक्तित्वहरू सौरपानीमा हुनुहुन्छ। अर्को वर्ष कमसेकम 200 जना साधारण आजीवन सदस्य चाहिँ बनेको सुन्न पाऊँ। किनभने हजुरहरू सबैजना जम्मा हामी 80 जना छौँ, 80 जना एक जना सिफारिस गर्नुभयो भने पनि धेरैजना हुन्छ। त्यसले गर्दाखेरि हामीलाई अपनत्व अझ वृद्धि हुँदै जान्छ। त्यो हरेक कार्यक्रममा चाहिँ अपनत्व वृद्धि हुँदै जान्छ। त्यो फलानुको संस्था हो, ढिस्कानुको संस्था हो भन्ने मात्रै पनि हुँदैन जस्तो हाम्रो अनुभवमा चाहिँ त्यसले लाग्छ। त्यही भएर हामीले के आह्वान गर्ने बित्तिकै झन्डै एउटा अनुभव छ हाम्रो यो उसमा चाहिँ एउटा यो माई भगवती मन्दिरको चाहिँ पूजा त्यो मेला लाउने कुरामा चाहिँ अलिकति हामी काठमाडौँ बसेर गाउँमा बस्दाखेरि कन्फ्लिक्ट चाहिँ आउँछ। काठमाडौँको मान्छेलाई हेर्ने दृष्टिकोण चाहिँ गाउँको मान्छेको अलिकति फरक चाहिँ हुन्छ। त्यो पैसा कमाएर बसेको छ, यिनीहरूले अलिकति रुल गर्न आयो, उनीहरू चाहिँ ठुलो बडा बन्न आयो भन्ने हिसाबले हेर्नुहुन्छ। त्यसले गर्दा हाम्रो त्यो
नुहागी महोत्सव गर्ने सन्दर्भमा कार्यक्रम गर्ने सन्दर्भमा त्यस्तै भएको थियो। त्यो कारणले गर्दा हामी अलिक पछि पनि हटेका थियौँ। तर अघिल्लो वर्ष 2 दिन अगाडि चाहिँ उहाँको मान्छे नसक्ने भयो, यहाँ कार्यक्रम गरौँ भनेर हामीलाई आह्वान गर्नुभयो। हामीले 2 दिनभित्र झन्डै 4 लाख रुपियाँ काठमाडौँमा एउटा आह्वान गर्ने बित्तिकै झन्डै 4 लाख रुपियाँसम्म कार्यक्रम पैसा उठाएर 2 दिनभित्र त्यहाँको जुन नुहागी कार्यक्रम छ हामीले सफल गर्न सक्यौँ भनेको त्यो तागत पनि हुन्छ। त्यो संस्था भयो भने, संस्था बलियो भयो भने, सबैले अपनत्व फिल गर्नुभयो भने हामीले कुनै पनि कार्यक्रम छिटोभन्दा छिटो अथवा त्यो संस्थागत गर्ने कुरा पनि हामीमा तागत आउँछ जस्तो लाग्छ। म यहाँहरूलाई यो किन हाम्रो अनुभवले चाहिँ हामीले अलि धेरै हाम्रो अनुभव सेयर गर्यो जस्तो लाग्छ, किनभने अलि त्यो संस्थागत हिसाबले अलिक पुरानो भयो भएर अलिक धेरै कुरा भनेर पनि जस्तो लाग्छ। तर व्यक्तित्वको हिसाबले हामीभन्दा यहाँ तल बस्ने व्यक्तित्वहरू एकदम ऊर्जावान हुन्छ, अझ धेरै सिनी अग्रजहरू एकदम आदरणीय व्यक्तित्वहरू नै देखिरहेको छु मैले। त्यो हिसाबले पनि यो संस्थागत रूपमा चाहिँ मैले थोरै अनुभव अलिकति समय लिएर अनुभव यहाँहरूसँग बाँडेँ। यहाँहरूको संस्था अझ धेरै अगाडि बढोस्, सहकारी गर्न पाऊँ, धेरै व्यक्तित्वहरू हुन्छ, धेरै जोड्न पाऊँ। म यो भन्दै आजको दिनबाट नयाँ कार्य समिति पनि आउने छ भन्ने जुन सेड्युल छ त्यसबाट आउने टिम अझ ऊर्जावान होस्, अझ धेरै सफलता प्राप्त गर्न सकोस्, यो सफलता पनि व्यक्त गर्न चाहन्छु। र अन्तमा आउँदै गरेको जुन अब नेपालीहरूको, हिन्दू नेपाली अथवा नेपालीहरूको विभिन्न चाडबाडहरू सम्मुखमा छ, मुखैमा छ, हामी त्यो सन्दर्भमा पनि छौँ। त्यो सन्दर्भमा थोरै उपयोग गर्न चाहेँ र यहाँहरू सम्पूर्ण उपस्थित हुनुहुने प्रमुख अतिथि, अध्यक्षज्यू लगायत संस्थाका सम्पूर्ण पदाधिकारी, त्यसै गरी आजीवन सदस्यज्यूहरू र सम्पूर्ण बाबा सिलिकोटवासीहरूमा म यहाँबाट शुभकामना व्यक्त गर्न चाहन्छु। यति भन्दै मेरा भनाइहरू अन्त गर्न चाहन्छु।